दिल्ली भाइ पनि यहाँ काम गर्दै हुनुहुन्छ, अब श्रमदान गर्दै हुनुहुन्छ। मसला बनाउने टिममा हुनुहुन्छ। दर्शकबिन अहिले यो ठ्याक्कै पक्की पुल मुनिको यो दृश्य हो जहाँ चाहिँ श्रमदान भइरहेको छ र यहाँको जुन अगाडिपट्टिको यो पुलको प्रोटेक्सन बेस लाइनलाई प्रोटेक्ट गर्नका लागि, सुरक्षा गर्नका लागि भनेर यो पुलको सुरक्षाका लागि यहाँ काम भइरहेको छ। अगाडिपट्टि जुन यो यहाँ जसरी छ यो त्यसरी नै ठ्याक्कै त्यही लेभलमा त्यहाँ यसरी यो पानीको धारले क्षति हुन नदिनका लागि यसरी यो ढलाइको काम आज भइरहेको छ। यहाँ केही सीमित व्यक्ति श्रमदाताहरू चाहिँ यहाँ उपस्थित रहेको छ। अहिले निरन्तर रूपमा चाहिँ मसला चाहिँ पास भइरहेको छ लामबाट तरिकाले। दर्शक यो श्रम शक्ति पार्क जाने पक्की पुल हो र यसैको पुलको मुनिको जुन फाउन्डेसन चाहिँ बाढीले केही क्षति हुने सङ्केत देखिएको छ। त्यही भएर यहाँनिर अहिले काम भइरहेको छ। यहाँ श्रमदान काम भइरहेको छ र यसकै प्रोटेक्सनको लागि, यसको बेस प्रोटेक्सनका लागि काम भइरहेको छ र आज ढलाइको काम भइरहेको छ र ढलाइ यो आज सकिने तर्खर छ। केही मात्र बाँकी रहेको छ र सकिन आँटेको छ। अब यो केही क्षणमै यो सकिनेछ किनकि अझै पनि काम निरन्तर भइरहेको छ र यहाँ केही सीमित व्यक्तिहरूको उपस्थिति, श्रमदाताहरूको उपस्थिति रहेको छ। स्थानीय सरकार धरान उपमहानगरपालिकाको केही यसमा चाहिँ सामग्रीहरूको सहयोगमा र स्थानीय जुन श्रमदानमा यो निर्माण भइरहेको छ र यो काम आज सकिँदैछ र मैले आजको यस कामको अथवा यो प्रोजेक्टको लिड गर्ने हाम्रो ज्ञान चान्दीसँग कुराकानी गर्ने कोसिस गरेको थिएँ, तर उहाँ व्यस्तताको कारणले सम्भव भएन। यसमा क्षमा प्रति छु। र अहिले जुन यो देखाइरहेको जुन दृश्य हो यो ठ्याक्कै धरान वार्ड नम्बर 13 पारिपट्टि पर्छ र म अहिले जुन ठाउँबाट यो दृश्य देखाइरहेको छु त्यो 20 नम्बर पर्छ र 13 र 20लाई जोड्ने यो पक्की पुल हो। यो एकदमै धेरै मात्रामा इङ्गेज रहनेछ यो पुल, किनकि श्रम संस्कृति पार्क जहाँ चाहिँ ऐतिहासिक रूपमा श्रमबाट र स्थानीय जनसहभागितामा श्रम साथसाथै आर्थिक सहयोगबाट निर्माण गरिएको श्रम संस्कृति पार्क जोड्ने यो पुल हो र यसैको पुलको अहिले सुरक्षाका लागि भनेर कामहरू भइरहेको छ र आज यो ढलाइको काम सँगसँगै यो पुलको सुरक्षाका लागि चाहिँ काम सकिँदैछ। र आजको यस भिडियोबाट मलाई पनि बिदा माग्नु अगाडि यदि हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र पुरानो हुनुहुन्छ भने हाम्रो भिडियोलाई पुरा हेरेर आफ्नो सामाजिक सञ्जालमा सेयर पनि गर्नुहोला भन्दै अर्को भिडियोमा भेट्ने बाचासहित म पनि बिदा हुन चाहन्छु। नमस्कार।